राधे राधे नमस्ते वेलकम छ सबैजनालाई मेरो लङ ब्लगमा र यो चाहिँ मेरो अस्तिकै सन्डेको ब्लग थियो। अर्को सन्डे आउन आँटिसकेको छ। एडिट गर्न भ्याएकी थिइनँ र बल्ल आज म चाहिँ एडिट गरेर पोस्ट गर्छु भनेर सोच्दैछु। हजुरहरूले मन पराउनुहुन्छ भन्ने आशा गर्छु। र मैले चाहिँ यो ब्लग एकदम बिहानदेखिबाट सुरु गरेकी छु। सन्डेको दिन पनि बिहान किन उठेँ भने मेरो एक ठाउँमा जाने काम थियो, त्यसैले गर्दा फटाफट काम गर्नु पर्यो भनेर म चाहिँ यहाँ हेर्नु नै बेडसिटहरू सबै धोकी थिएँ। मैले चाहिँ एकदम काम धमाधम होइन र सबै थोक काम सकेर म चाहिँ यता कम्फर्ट जलाउँदैछु, किनभने मुसुरी खोल्नुपर्छ। मुसुरी खोलेन भने बच्चा उठिसके पछाडि फेरि मुसुरी खोलो, फेरि बिस्तारा झारो गर्दाखेरि चाहिँ फेरि पनि रुमको हालत एकदमै गन्दा हुन्छ। र मैले चाहिँ एकदम फटाफट आइडिया लगाएर काम गर्नु पर्यो आज चाहिँ भनेर गर्दैछु। र मच्छर पनि आउँछ नै, बिहान बिहानै पनि मच्छर आउँछन्, त्यसैले गर्दाखेरि मैले चाहिँ कम्फर्ट जलाइरहेको छु र मेरो काम चाहिँ म फटाफट गर्न लागिसकेँ। र मेरो घरमा गन्दा कति हुन्छ मेरो घरमा मात्रै होइन सबैको घरमै हुन्छ होइन। बच्चा भएको घरमा त विशेष गरी कति गन्दा हुन्छ। र हेर्नु न यति पेपर चेतेका प्लास्टिक र चिप्सहरू खाका ओरेका कति गन्दाभित्र। र मैले चाहिँ फटाफट गरिसकेँ र बिहानै उठेर मैले चाहिँ सुरु गरेकी थिएँ काम, भित्रदेखिबाटै सुरु गरेँ। र भरेपछि मैले चाहिँ हेर्नु न कस्तो गरिरहेछु, सबै निट एन्ड क्लिन सबै क्लियर गरिसकेँ मैले रुमहरू पनि। र गरेर चाहिँ बाहिर आइसकेकी छु। म भित्रको काम त सकेँ, अब बाहिर पनि गर्नु पर्यो होइन र त्यसैले गर्दाखेरि म चाहिँ आँगन बढार्दैछु। म चाहिँ हेर्नु न कस्तो अररी भएर एकदम सिधा भएर आँगन बढार्दैछु। कम्मर दुखेर के साथी हो, कम्मर दुख्ने प्रब्लम त के भन्नुहुन्छ र कति हो कति। र त्यसैले गर्दा म चाहिँ फटाफट काम सकेँ। काम सकेर म चाहिँ नुहाइ धुवाइ गरेँ होरेँ होइन गरेर अनि म चाहिँ किचनमा आइसकेँ। अब मलाई भन्नु नै हुन्छ कमेन्टमा, अब नुहाएको खाएको हएको मुतेको त्यसरी पनि भन्नुहुन्छ, अब देखाउन सकिँदैन भनेर पो त हो। र यता आज दिउँसो चाहिँ आमा छोरीहरू पुरा हामी दुईजना चाहिँ एकदम हेर्नु न कहाँ हिँड्दैछौँ। हजुरहरू एकदम भिडियो हेर्नु है, स्किप नगरी लास्टसम्म नै हेर्नु होला। र हामी आमा छोरी चाहिँ हिँडिसकेका छौँ एक ठाउँमा र हजुरहरूलाई देखाउने छु। र हाम्रो एकदम स्माइल देखेर चाल पाउनुहुन्छ हजुरहरूले होइन। र त्यसै पनि अगाडि तपाईँहरूले त भेटिसक्नु भएको छ र मेरो यो भ्लगमा चाहिँ अझै राम्ररी भेट्नुहुनेछ। र म चाहिँ आइसकेकी छु गङ्गा सापकोटा दिदीको घरमा र दिदीसँग भेटेँ, एकदमै राम्रो लाग्यो। यता दिदीको घर हो र हेर्न सक्नुहुनेछ दिदी र म चाहिँ एकदम हाम्रो गुनगुन होइन हामी मान्छेको एकदम गफसप चलिरहेको छ। यता चिया पनि पिइसकेँ, चिया पिएर चाहिँ एकदम दिदी बहिनी यता हाम्रो गफसप चलिरहेको छ। हाम्रो चाहिँ एउटा के प्रब्लम थियो मोबाइलमा, र त्यसैले गर्दाखेरि दौडी भेटेर गरौँ न भनेर दिदीको घर सबैतिर हेरेँ। यति राम्रो लाग्यो, दिदीले पुरा गाईहरू पाल्नु भएको रहेछ, जर्सी गाई रहेछ नै, एकदम राम्रो लाग्यो। र दिदीहरूको व्यवहारहरू दिदीले यति राम्ररी गर्नु भयो नि, एकदमै राम्रो लाग्यो है मलाई चाहिँ दिदीहरूकोमा गएर बहुतै राम्रो लागिरहेछ। र यता दिदीसँग एक दुईवटा रिल्स पनि बनाएर अनि दिदीलाई बाई बाई भन्दै बाटो लागिसकेँ। दिदीले मलाई निबु अनि त्यहाँ पछाडि पाइनएप्पल के दिनुभएको थियो है, दिदीले एकदम राम्रो लागिरहेछ। दिदीलाई धेरै धेरै धन्यवाद छ र बाई बाई सबैजनालाई।